आज चाहिँ साउने संक्रान्ति, छोरीले रोटी खाने मन गरेर म चाहिँ यहाँ रोटी पकाउँदैछु। ए ए ल यहाँ मलाई चाहिँ हातले रोटी घुमाउन आउँदैन, त्यही भएर रोटी मेकर छ मसँग। रोटी मेकरले म रोटी पकाइदैछु। छोराछोरीले खान्छु भनेपछि नाइ भन्नु मिलेन। अहिले म त्यही भएर म चाहिँ आज संक्रान्ति मनाउनु पर्यो। छोरीलाई के भएर रोटी खानु मन लागेको अरे? अलिक डढाइ पठायो नि। हाम्रो चाहिँ रोटी यस्तै। अहिले होइन, बाबालाई चाख्नु दिनु पर्यो, ठुलो मान्छेलाई। ला यो त गाँसिएन त हौ। आगो अलिक धेरै भएछ। ओहो यो त जोडिएन गएको थियो। यहाँ अब यसो गरेपछि हात फोहोर पनि नहुने। म हालिदिन्छु तपाईँ पकाएर।